ल आज हामी मोर्गन हाउसलको एकदमै चर्चित किताब द साइकोलोजी अफ मनी को एउटा निकै महत्त्वपूर्ण अध्यायमा कुरा गर्दैछौं। यो हो अध्याय 7 जसको शीर्षक छ स्वतन्त्रता। आउनुहोस् यो भनाइबाटै सुरु गरौँ न, किनभने यसले धन सम्पत्तिबारे हाम्रो सामान्य सोचाइलाई नै एक किसिमले हल्लाइदिन्छ। यसले हामीलाई सोच्न बाध्य बनाउँछ, आखिर साँचो सम्पत्ति भनेको के हो त? अब धेरैको मनमा के आउँछ भने पैसा कमाउनु भनेको त ठूलो घर, महँगो गाडी अनि राम्रा सामानहरू किन्नु नै हो नि, होइन र? तर लेखक भन्छन्, एकछिन पर्खनुस्, के सम्पत्तिको अन्तिम उद्देश्य यति मात्रै हो त? त्यसो भए अब हाम्रो पहिलो खण्डमा हेरौँ, पैसाले दिने सबैभन्दा ठूलो डिभिडेन्ड वा भनौँ प्रतिफल चाहिँ के हो त? लेखकले सम्पत्तिलाई कसरी हेर्छन्? यहाँनिर लेखकको तर्क एकदमै स्पष्ट छ। उनी भन्छन्, पैसाले किन्न सक्ने सबैभन्दा बहुमूल्य कुरा भनेको आफ्नो जीवन र समयमाथिको नियन्त्रण हो। सोच्नुस् त, आफूले चाहेको काम, चाहेको बेला, मनपर्ने मान्छेहरूसँग जहिलेसम्म मन लाग्छ त्यतिन्जेलसम्म गर्न पाउनु, यो जुन स्वतन्त्रता छ नि, यो कुनै पनि गाडी वा घरभन्दा कता मूल्यवान छ। अब यो कुरा सुन्दा त रमाइलो लाग्छ, तर के यसको पछाडि कुनै आधार छ? र रोचक कुरा के छ भने मनोवैज्ञानिक अनुसन्धानले पनि यही कुरालाई समर्थन गर्छ। आखिर मानिसलाई खुसी बनाउने साँचो कुरा के रहेछ त? यहाँ एङ्गस क्याम्पेल नामका एक मनोवैज्ञानिकको कुरा आउँछ। उनले मानिसको खुसी केमा छ भनेर गहिरो अध्ययन गरे। उनले तलब, शिक्षा, घर जस्ता बाहिरी कुराहरूभन्दा पर गएर हेर्न खोजे र उनको अनुसन्धानले एउटा बिल्कुलै फरक र अचम्मको कुरा देखायो। र क्याम्बेलको मुख्य निष्कर्ष यही हो। हेर्नुस् त, मानिसको खुसीको सबैभन्दा भरपर्दो सूचक उसको तलब, घरको आकार वा जागिर कति ठूलो छ भन्ने कुरा होइन रहेछ। बरु मुख्य कुरा त आफ्नो जीवनमाथि मेरो नियन्त्रण छ भन्ने बलियो भावना हो। यो भावना अरू सबै कुराभन्दा बढी महत्त्वपूर्ण रहेछ। ल, यदि नियन्त्रण यति नै महत्त्वपूर्ण हो भने यहाँ एउटा प्रश्न उठ्छ। हामी औसतमा पहिले भन्दा धनी छौं, तर पनि किन धेरैजसो मानिसहरूलाई आफ्नो जीवनमा नियन्त्रणै नभएको जस्तो लाग्छ? यो कस्तो विरोधाभास हो? यसको एउटा ठूलो कारण कामको प्रकृतिमा आएको बदलाव हो। हेर्नुस् त, 1950 को दशकतिर कामहरू प्राय शारीरिक हुन्थे। मानिसहरू खेतमा वा कारखानामा काम गर्थे। काम सकिएपछि औजारहरू त्यहीँ छोडेर घर फर्कन्थे। काम पनि त्यहीँ छुट्थ्यो। तर आजको काम मानसिक छ, नलेज वर्क। हाम्रो औजार भनेकै हाम्रो दिमाग हो, जुन हामी सँगै घर आउँछ। डेरेक थम्सनको यो भनाइले अहिलेको अवस्थालाई कति राम्ररी बयान गर्छ। आधुनिक कारखाना कुनै ठाउँ होइन, यो त दिन आफै हो। मतलब हाम्रो काम अब अफिसमा मात्र सीमित छैन। ल्यापटप र मोबाइलले गर्दा काम हामीसँगै सुत्ने कोठासम्म आइपुग्छ अनि हामीलाई लाग्छ हामी त 24 घण्टा काममा छौं। यसको परिणाम के भयो त? हामीले आफ्नो बढेको आम्दानी राम्रा सामान किन्न त प्रयोग गर्यौं, तर बदलामा आफ्नो समयमाथिको नियन्त्रण चाहिँ गुमायौं। यो एउटा नदेखिने तर ठूलो मूल्य हो जुन हामीले चुकाइरहेका छौं। खैर, अहिलेसम्म समस्याको कुरा भयो। अब समाधानतिर लागौं। कसरी पैसाको प्रयोग गरेर यो गुमेको नियन्त्रण फिर्ता ल्याउने? लेखक भन्छन्, बचतले सोझै स्वतन्त्रता किन्न सक्छ। कसरी? हेरौँ है त। यसलाई यसरी हेरौँ न, थोरै मात्र बचत छ भने पनि बिरामी पर्दा पैसाको चिन्ता नगरी आरामले छुट्टी लिन सकिन्छ। यो एउटा सानो स्वतन्त्रता भयो। अलि बढी बचत छ भने, जागिर मन परेन वा छुट्यो भने हतारमा जे पायो त्यही काम समात्नु पर्दैन। राम्रो अवसरको लागि कुर्न सकिन्छ। यो अर्को तहको स्वतन्त्रता भयो। र यदि 6 महिना चल्ने आपतकालीन कोष छ भने अब त आफ्नो हाकिमसँग डराउनु पर्दैन, किनकि तपाईलाई थाहा छ तपाईँ सुरक्षित हुनुहुन्छ। देख्नुभयो, बचत भनेको जीवनमा विकल्पहरू किन्नु। यो भनाइ एकदमै गहिरो छ। बचत गर्नु भनेको पछि केही किन्नका लागि पैसा जोगाउनु मात्र होइन। यो त भविष्यको आफ्नो समयलाई अरू कसैको, सायद आफ्नो हाकिम वा ऋण दिनेको नियन्त्रणबाट खोसेर आफैलाई फिर्ता दिनु जस्तै हो। हरेक बचतले हाम्रो भविष्यको एक टुक्रालाई स्वतन्त्र बनाउँछ। अब जीवनमा वास्तवमा के कुराले महत्त्व राख्छ भनेर बुझ्नका लागि सबैभन्दा उत्तम स्रोत को हुन सक्छ? हो, जसले लामो जीवन बिताइसकेका छन्। लेखकले उनीहरूको अनुभवबाट प्राप्त बुद्धिलाई यहाँ प्रस्तुत गरेका छन्। वृद्धावस्था विशेषज्ञ कार्ल पेलेमले हजारौं वृद्धहरूसँग अन्तर्वार्ता लिए र जब उनले सोधे, सफल जीवन के होइन,
जवाफहरू रोचक थिए। उनीहरूले भने आफूले चाहेको सामान किन्न दिनरात खट्नु सफलता होइन, अरूभन्दा धनी हुनु पनि सफलता होइन, र भविष्यमा धेरै कमाई हुन्छ भनेर कुनै काम रोज्नु पनि सफलता होइन। त्यसो भए उनीहरूका लागि सफलता के थियो त? जवाफ एकदमै सरल तर गहिरो थियो। उनीहरूले भने गुणस्तरीय मित्रता, आफूभन्दा ठूलो कुनै उद्देश्यको हिस्सा हुनु र सबैभन्दा महत्त्वपूर्ण आफ्ना छोराछोरीहरूसँग बिना कुनै योजना आरामले गुणस्तरीय समय बिताउनु। उनीहरूको लागि जीवनको वास्तविक खजाना पैसा वा सामान होइन, सम्बन्ध र समय थियो। र अन्तमा हामी फेरि त्यही मुख्य विचारमा आइपुग्छौं, आफ्नो समयमाथि नियन्त्रण हुनु नै पैसाले दिने सबैभन्दा ठूलो प्रतिफल हो। आजको यो पुरै विश्लेषणको सार यही हो। सम्पत्तिको साँचो उद्देश्य महँगो सामानहरू थुपार्नु होइन, बरु आफ्नो समयको मालिक बन्नु हो। त्यो स्वतन्त्रता हासिल गर्नु हो।